नमस्कार, केएसएल पोडकास्टमा यहाँहरूलाई स्वागत छ। आज हामी विशेष गरेर अध्ययन र अध्यापनकै कुराकानी गर्छौँ। त्यसमा पनि विशेष गरी कानुनको अध्ययन अनि त्यसमा राजनीति शास्त्रको अध्ययन, यसको के सम्बन्ध छ र विशेष गरेर केएसएलमा कानुनका विद्यार्थीहरूले राजनीति शास्त्रको अध्ययन कसरी गर्न सक्छन्, यसको एप्रोच के हो, यसको अवधारणा के हो आदि विषयमा केन्द्रित रहेर कुराकानी गर्छौँ। र यो कुराकानीको लागि आज हामीसँग हुनुहुन्छ प्राध्यापक डाक्टर अतेन्द्र दाहाल। सर नमस्कार। धन्यवाद हजुर। नमस्कार, स्वागत छ यहाँलाई केएसएल पोडकास्टमा। धन्यवाद। अब सुरुमा राजनीति शास्त्रको अध्ययनबाटै सुरु गरौँ। केएसएल भन्ने बित्तिकै विशेष गरेर हजुर कानुनको अध्ययन गर्ने गराउने एउटा मेधावी विद्यालय भनेर चिनिन्छ। तर अब अन्य विविध विषयहरूको पनि यहाँ अध्ययन अध्यापन हुन्छ। 5 वर्ष बिए एलएलबी नै हो हैन। राजनीति शास्त्रको अध्ययन चाहिँ यहाँ कसरी हुन्छ अनि राजनीति शास्त्र अध्ययन गर्न मन पराउने विद्यार्थी जो कानुन पनि अध्ययन गर्न चाहन्छ तिनले केएसएल किन छान्नुपर्छ, के हुन्छ, यसको एप्रोच दृष्टिकोण के हो? धन्यवाद सर। विशेष गरी काठमाडौँ स्कुल अफ ल एउटा गुणस्तरीय शिक्षा र शिक्षार्थीहरू उत्पादन गर्ने अन्तर्राष्ट्रिय राष्ट्रिय विभिन्न सर्वेक्षण माध्यमहरूको अध्ययन अनुसन्धान र सर्वेक्षणमा समेत स्थापित शैक्षिक निकायको रूपमा जो उपस्थित छ विगत 2 दशकभन्दा बढी समय, लगभग 26औं वर्षदेखि यहाँ मुख्यतया विद्यार्थीहरू कानुनको अध्ययन गर्नलाई स्नातक र स्नातकोत्तर तहका 2वटा चाहिँ तहहरूमा कानुन अध्ययन गर्नलाई नै विद्यार्थीहरू भर्ना हुने हुन्। हजुरले जहाँसम्म कुरा गर्नुभयो, कानुन पढ्दै गरेको विद्यार्थीहरूले राजनीति शास्त्र पढ्नुपर्ने चाहिँ कारण अथवा पढ्दा उहाँहरूले अवलम्बन गर्ने अवधारणा अभ्यासहरू, यसलाई अलिक फरक तरिकाले हेर्नुपर्छ होला जस्तो लाग्छ मलाई। कानुन भनेको चाहिँ एउटा टुल, उपकरण, औजार हो। ती कानुनहरूको प्रयोग भोलि कहाँ कहाँ गर्नुपर्छ अथवा उहाँहरूले जस्तो खालको पेसागत अथवा व्यावसायिक क्षेत्र लिनुहुन्छ, अवलम्बन गर्नुहुन्छ आगामी दिनमा, त्यहाँ चाहिँ उहाँहरूले कानुनलाई विभिन्न क्षेत्रहरूमा उपयोग गर्ने अथवा विभिन्न क्षेत्रहरूसँग जोडेर कानुनको परिभाषा, उपादेयता, उपयोगिताको व्याख्या गर्ने हो। त्यो भएर उहाँहरूले कानुन जहाँ जहाँ लगाउने हो, जुन जुन क्षेत्रमा कानुनको चाहिँ सरोकार रहन्छ, ती बाँकी क्षेत्रहरूको पनि अध्ययन गर्नुपर्ने, आधारभूत ज्ञान राख्नुपर्ने आवश्यकता हुन्छ। त्यो कुराले उहाँहरूलाई राम्रै सहयोग गर्छ। जस्तै जति विद्यार्थीहरू दीक्षित हुनुहुन्छ, भोलि वकालत गर्न जाने विद्यार्थीहरूले पनि गएर त्यहाँ कानुनको धारा उपधारामा के छ मात्रै होइन, त्यो उहाँहरूले फेस गर्दै गरेको मुद्दा त समाजसँग सम्बन्धित हुनसक्छ, घर परिवारसँग हुनसक्छ, वातावरणसँग हुनसक्छ, सामाजिक व्यवहारसँग हुनसक्छ। भनेपछि अधिकांश मुद्दाहरूको सङ्ख्या चाहिँ राजनीतिसँग पनि सम्बन्धित हुन्छ। भनेपछि राजनीतिको आधारभूत ज्ञान त उहाँहरूले जान्नु पर्यो। भनेपछि कानुन भनेको चाहिँ एउटा औजार हो। भोलि तपाईँले कहाँ यो चाहिँ एउटा कपडाको थानबाट कुनै कपडाको पिस किने जस्तो हो। त्यो किनेको पिस कपडालाई तपाईँ कस्तो खालको कपडा अथवा वस्त्र बनाएर लगाउन चाहनुहुन्छ? तपाईँ सुट प्यान्ट लगाउन चाहनुहुन्छ, दौरा सुरुवाल लगाउन चाहनुहुन्छ, कोट बनाउन चाहनुहुन्छ, हाफ कोट बनाउन चाहनुहुन्छ, भनेपछि त्यही अनुसार प्रयोग गर्ने होला नि त त्यो कपडालाई। त्यस्तै कानुन भोलि तपाईँले विभिन्न क्षेत्रमा जस्तोसुकै पेसागत पक्ष अवलम्बन गरे पनि त्यहाँ चाहिँ त्योसँग सम्बन्धित कानुनहरूको वकालत, बहस, पैरवी गर्नुपर्ने भएकोले कानुन चाहिँ एउटा औजार हो। त्यो औजारसँग सम्बन्धित अरू क्षेत्रहरू, औजार उपयोग हुन सक्ने क्षेत्रहरूको बारेमा हजुर चाहिँ प्रशस्त ज्ञान राख्नुपर्ने आवश्यकता छ। त्यसले उहाँहरूलाई पेसागत जीवनमा सहयोग गर्छ। त्यो भएर कानुन पढ्ने विद्यार्थीले राजनीति शास्त्र मात्रै नभइकन अरू खालका फन्डामेन्टल विषयहरू, अर्थशास्त्र, समाजशास्त्र, राजनीति शास्त्र लगायत इतिहासका विषयहरू पनि पढ्नुहुन्छ। राजनीति शास्त्र पनि यसै कारणले पढ्नुपर्ने अथवा हाम्रो चाहिँ सिलेबसमा त्यसलाई समावेश गरिएको छ, न कि विद्यार्थीहरूको क्षमता अतिरिक्त बढोस्। त्यसो त अब हरेक विषयहरू छुट्टा छुट्टै विषयहरू हुन्, तिनको आफ्नै दायरा या क्षेत्रहरू छन्। तर हामी कहाँ यहाँ अध्ययन अध्यापन गराउँदाखेरि चाहिँ कानुनलाई सहयोग गर्ने गरी नै अथवा त्यसको भित्रिक गहिराई अथवा त्यसको दायरा कति हो अथवा ती दुई बीचको मेल कहाँ हो भनेर
यो एप्रोचबाट नै पढाइन्छ? यस्तो हुन्छ, जस्तै पहिलो कुरा त उहाँहरू आउँदैखेरि हामी चाहिँ कानुन पढ्न आएको, यी अन्य आधारभूत विषयहरू किन पढ्नुपर्छ अथवा यसको उपादेयता के हुन्छ भन्ने कुरामा सुरुका दिनहरूमा उहाँहरूलाई दुविधा हुन सक्ने कुरा स्वाभाविक हो। त्यो भएर पहिलो अप्रोच चाहिँ हामीले कानुनभित्र यी खालका विषयहरूको उपादेयता, उपयोगिता, यिनीहरूको चाहिँ सान्दर्भिकता कहाँनेरि हो भनेर उहाँहरूलाई स्पष्ट व्याख्या गर्नुपर्छ, बताउनुपर्छ। र अघि मैले भने जस्तो अदालतमा गएर उहाँहरू कानुनका धारा चाहिँ धारा उपधारा एकपछि अर्को प्रस्तुत गर्ने नभइकन विभिन्न क्षेत्रमा कानुनहरूले के भनेको छ, त्यो क्षेत्रसँग सरोकार राख्ने कानुनले के भनेको छ भनेर विधागत हिसाबले ज्ञान राख्नुपर्ने हुन्छ। त्यो भएकाले हरेक क्षेत्रका कानुनहरू अध्यापन गर्नु पर्यो र विद्यार्थीहरूलाई विभिन्न हिसाबले चाहिँ जानकार बनाउनु पर्यो। तर यो मात्रै एउटा चाहिँ अप्रोच हो, यो मात्रै एउटा अभ्यास हो कानुन पढाउने। तपाईँहरूलाई भोलि राजनीतिशास्त्र पढाउने, तपाईँहरूलाई भोलि कानुनमा यहीँ आवश्यक पर्छ भन्ने नभइकन अब यो चाहिँ सैद्धान्तिक हिसाबले उहाँहरूलाई स्पष्ट पार्ने कुरा रह्यो भने पढाउँदाका अप्रोचहरू, अब शिक्षण सिकाइ क्रियाकलापका अप्रोचहरू, अवधारणाहरू चाहिँ अरू धेरै खालका अप्रोचहरू हुन्छन्। सायद उहाँहरूको अहिलेसम्म भएको आधारभूत ज्ञानको चाहिँ सीमा दायरा कस्तो छ त्यसको साधारण म्यापिङ पनि हुन्छ। त्यसपछि उहाँहरूले नै कतिपय ठाउँ त्यहाँ पढ्नुपर्ने विषय र व्यवस्थाहरूसँग रोल प्ले गरेर देखाउनु पर्ने कुराहरू पनि होला। विद्यार्थीहरू आफूले गर्ने प्रस्तुतिकरणका कुराहरू पनि होलान्। त्योसँग उहाँहरूले चाहिँ समसामयिक विषय समेटेर लेख्ने एसे पेपर प्रेजेन्ट गर्नुपर्ने कुराहरू होलान्, देखि लिएर गएर भिडियो डिबेट चाहिँ लाइभ भिडियो डिबेट गर्ने कुराहरू पनि त्यसको चाहिँ अप्रोचभित्र परेको छ। र काठमाडौँ स्कुल अफ लले विभिन्न ट्रेनिङ सेमिनारहरू मार्फत आफ्नो छुट्टै 5वटा विशिष्टीकृत अध्यापन अवलम्बन त्यो पद्धति काठमाडौँको केएसएल अप्रोच भनेर पनि निर्माण गरेको छ। यी अभ्यासहरूलाई अवधारणाहरूलाई पनि समाहित गरेर अध्ययन अध्यापनको काम हुने गर्छ। यी प्रक्रिया मार्फत एउटा विद्यार्थीले केएसएलमा आएर अथवा उसले 5 वर्ष बिए एलएलबी सकेर जाँदै गर्दाखेरि कानुनको अध्ययन गरेर जाँदाखेरि या त्यसमा अब यहाँको आफ्नै विषय राजनीतिशास्त्र समेत लिएर त्यसको समेत अध्ययन गरेर ऊ चाहिँ बाहिर एउटा सङ्घर्षको मैदानमा जाँदै गर्दाखेरि उसले के प्राप्त गर्छ, उसले के ग्रहण गरेर ऊ त्यहाँ पुग्न सक्छ? एउटा त उहाँले आफ्नो विचार प्रस्तुतिहरूलाई अभिव्यक्त गर्ने प्रखर कला सिकेर जानुहुन्छ। त्यो भएकाले उहाँले आफूलाई एउटा अब्बल कानुनकर्मीको रूपमा अथवा जस्तोसुकै पेसामा गए पनि त्यो पेसाको उदाहरणीय व्यक्तित्वको रूपमा आफूलाई स्थापित गर्न सक्ने वैचारिक सैद्धान्तिक प्रस्तुतिका कलासहित त्यो पेसा, त्यो व्यवसाय, त्यो क्षेत्रलाई चाहिने अरू आचरणका कुराहरूदेखि लिएर पेसागत स्वीकार्यताका कुरा, त्यहाँ अवलम्बन गर्नुपर्ने मूल्य मान्यता मर्यादाका कुराहरू समेत सिकेर जानुहुन्छ। त्यो भएकाले समग्रमा एउटा चाहिँ सबैभन्दा प्रखर एकदमै उत्कृष्ट खालको प्रतिभाशावान र पर्फेक्ट म्याच टु प्रोफेसन भएको खालको ह्युमन रिसोर्स मानव शक्ति अथवा श्रम साधन निर्माण गर्ने जमर्को केएसएलले गर्ने हो र त्यो खालको उत्पादन दिन, त्यो खालको व्यक्तित्व निर्माण गर्न हामी निरन्तर सफल भएका छौँ। त्यो भएकाले सैद्धान्तिक ज्ञान सँगसँगै व्यावहारिक पक्षहरू, पेसागत मर्यादाका पक्ष, आचरणगत कुरो चाहिँ स्तरीयताका पक्षहरूलाई पनि हामीले उत्तिकै ध्यान दिएका छौँ। भनेपछि ती विषयहरूलाई एउटा प्राविधिक ज्ञानका रूपमा मात्रै नभइकन त्यो समाजसँग जोडिएको या मानव जीवनसँग जोडिएको, मानव जीवनका दैनिक गतिविधिसँग जोडिएको अनि मानव जीवनले ग्रहण गरेका अथवा उसको दैनिक जीवनमा भएका सभ्यता संस्कृति भनौँ या चालचलन परम्परा यी सबै कुरामा ऊ स्पष्ट हुन सक्छ। होलिस्टिक अप्रोच अफ डेभलपमेन्ट भन्ने जुन कन्सेप्ट छ, एकीकृत विकासको एकीकृत नमुना अथवा विद्यार्थी कस्तो खालको एउटा चाहिँ सक्षम विद्यार्थी उत्पादन गर्ने भन्ने त्यसले डिफाइन गरेका सबै प्यारामिटरहरूलाई सम्बोधन गर्ने खालको, न कि उसँग विषयवस्तुको अब्बलता होस्, प्राविधिक पेसागत आचरणगत हिसाबको शुद्धिकरण र उच्च खालको चाहिँ क्षमता प्रदर्शन गर्न सकोस्, काम गर्न सक्छु भन्ने मनोबल उत्तिकै चाहिँ सशक्त होस्, लगायत स्वीकार्यता र पेसाप्रतिको अब्बलता पनि एकदम राम्रो रहोस्। यी सबै खालका आचरणहरूलाई न कि उहाँको एकीकृत र समष्टिगत परिवर्तन विकासलाई ध्यान दिने गरी र त्यसलाई सहयोग हुने गरी हामीले विद्यार्थीहरूलाई शिक्षण सिकाइ क्रियाकलापमा यहाँ चाहिँ त्यो खालको पद्धति अवलम्बन गरेका छौँ। त्यसमा उहाँहरूलाई चाहिँ अभ्यस्त बनाएका छौँ। धेरैको बुझाइ पुस्तक अध्ययन गरेर अथवा किताब अध्ययन गरेर ज्ञान लिने भन्ने किसिमको बुझाइ छ। अर्को थरी एउटा जबरजस्त अहिले बुझाइ पछिल्लो समयमा अझ घनीभूत रूपमा आएको अनुभूत हुन्छ, पुस्तक पढेर मात्रै होइन,
मानिस पढ्न सक्नुपर्छ, समाज पढ्न सक्नुपर्छ, या यस्तै यावत कुराहरू अब त्यो पुस्तकबाट समेत त्यसको रिफरेन्स त आउला। केएसएलको एप्रोच चाहिँ के हो अध्ययन अध्यापनको? यसरी हेर्नुपर्छ, हाम्रो अध्ययन अध्यापनको अप्रोच भनेको चाहिँ अब पुस्तक पढेर पुस्तक कण्ठ गरेर तर्क ओकल्दैमा कोही पनि व्यक्ति ज्ञानी विज्ञ हुँदैन, हजुरले भन्नु नै भयो अघि। तर त्यो आधारभूत एउटा पक्ष, ज्ञानको सबैभन्दा आधारभूत पक्षलाई निगेट गर्न सक्ने, त्यसलाई नकार्न सक्ने पनि हामीलाई छुट सुविधा छैन। त्यो भएर उहाँहरूले प्रशस्त ज्ञानको दायरालाई अभिवृद्धि गर्ने, उच्च स्तरको ज्ञान लिने, सकेसम्म ज्ञानको दायरा फराकिलो पार्ने र संसारमा उपलब्ध भएका सबै दृष्टिकोणहरू, बहस प्रतिबहसहरूलाई आफ्नो ज्ञानमा राख्ने कुरा एउटा पक्ष अवश्य हो। तर भोलि पेसामा गइराखेको बेला उहाँहरूले कस्तो खालको आचरण, पेसागत अब्बलता देखाउनुपर्छ र सिकेको कुराको व्यावहारिक प्रतिबिम्बन कसरी गराउनुपर्छ। जस्तै विशेष गरेर हाम्रा विद्यार्थीहरू धेरैजसो कानुन कर्मीको रूपमा भोलि आफूलाई बजारमा उभ्याइराख्नु भएको छ। अहिलेसम्मको तथ्याङ्कले ठुलो सङ्ख्यामा हाम्रा ग्रेजुएट्सहरू चाहिँ वकिलको रूपमा वकालत पेसामा अभ्यस्त हुनुहुन्छ। त्यो बाहेक अन्य थुप्रै ठाउँहरूमा पनि हाम्रो चाहिँ ग्रेजुएटहरूको उत्तिकै अब्बल उपस्थिति छ। तर अब वकालत पेसामा ठुलो सङ्ख्यामा त्यहाँ गइरहँदाखेरि भोलि वकालतको चाहिँ क्षेत्रमा आफूलाई अभ्यस्त र एकदम अब्बल वकिल बनाउन चाहिँ कस्ता कस्ता अरू व्यावहारिक गुण, दक्षता, सिप, कौशलहरू उहाँहरूलाई चाहिन्छन् त। न कि पुस्तक पढेको र परीक्षामा राम्रो नतिजा ल्याएर उत्तीर्ण गरेकै आधारमा मात्रै व्यावहारिक रूपमा आफ्नो पेसागत जीवनमा चाहिने दक्षता, कौशल, सिपहरू प्रस्तुत हुन सक्छन्, स्वयंसिद्ध रहन्छन् भन्ने कुरा छैन। र त्यो व्यावहारिक सिपहरू पनि सिकाउने गरी त्यसलाई चाहिँ प्रथम दृष्टि राखेर त्यसका लागि चाहिने शिक्षण सिकाइ क्रियाकलापहरू त्यो होला, त्यो हाम्रो उद्देश्य हो। अब त्यसका लागि उहाँहरूलाई जति सक्दो धेरै प्रस्तुतिकरणमा अभ्यस्त राख्यो भने त्यो खालको कौशल निर्माण गर्न सक्नु होला। एकदम धेरै अनुसन्धानमा संलग्न गरायो भने त्यहाँ चाहिने तथ्यहरू निकाल्न सिक्नु होला। तर पेसागत जीवनमा आफू अब्बल हुन सक्ने कुरालाई ध्यानमा राखेर त्यसका लागि चाहिने सप्लिमेन्ट्री पूरक सबै खालका अवधारणाहरू हामी अवलम्बन गर्छौँ। त्यसका लागि विभिन्न खालका दर्जनौँ अरू पूरक अवधारणाहरू, अभ्यासहरू हुन सक्छन्। त्यसलाई चाहिँ सकेसम्म एकदम धेरै स्केलमा प्रयोग गर्न खोज्छौँ हामी। जस्तो आफ्नो पेसा व्यवसायमा पनि अब्बल जनशक्तिहरू निर्माण भएका छन् भनेर यहाँले व्याख्या गर्नुभयो। त्यस्तै केही क्षण अगाडि समाजलाई बुझ्ने दृष्टिकोणले या मानवीय संवेदनाहरू बुझ्ने दृष्टिकोणले या मानवीय व्यवहार र चालचलन बुझ्ने दृष्टिकोणले पनि एउटा विद्यार्थी चाहिँ अब्बल हुनसक्छ भनेर यहाँले भन्नुभयो। त्यस्ता केही उदाहरणहरू हामीले भन्ने हो भने त्यस्ता उदाहरणहरू छन् होइन? जस्तै अब त्यो खालका अभ्यासहरू हामीले हेर्ने हो भने हामी कानुनको कलेज हो, विशुद्ध कानुनसँग सम्बन्धित अनि हाम्रो पाठ्यक्रमले निर्धारण गरेका विषयवस्तुहरूको मात्रै अध्यापन गराउँदा हामीलाई पुग्थ्यो होला नि त। तर काठमाडौँ स्कुल अफ लले हरेक वर्ष समाजका, समुदायका विभिन्न जाति समूहहरूका भाषा, धर्म, इतिहाससँग सम्बन्धित सम्मेलनहरू हामीले गरिरहेछौँ। कुनै बेला चाहिँ मगर र लिम्बू भाषा सम्बन्धी चाहिँ सम्मेलन भएको थियो यहाँ। अर्को वर्ष चाहिँ मैथिली र भोजपुरी सम्बन्धी सम्मेलन भएको थियो। भनेपछि हामी समाजका अन्य क्षेत्रहरूलाई पनि विद्यार्थीको मस्तिष्कमा राख्न, उहाँहरूको ज्ञान बुझाइमा चाहिँ इन्क्लुड गर्न, त्यसलाई इन्टिग्रेट गर्न खोजिरहेछौँ। त्यस्तै हामीले समाजका थुप्रै अरू खालका कार्यक्रमहरू, हामी यहाँ गाई जात्राको कार्यक्रम चाहिँ सेलिब्रेट गर्छौँ, मनाउँछौँ। त्यसले विद्यार्थीलाई समाजसँग नजिक राख्छ। हाम्रा विद्यार्थीहरू थुप्रै खालका परोपकारी कामहरूमा संलग्न हुनुभएको छ। सप्तरीतिर कतै बाढी आएको बेला हाम्रो विद्यार्थीहरूले यहाँबाट सहयोग उठाएर लिएर गएर त्यहाँका चाहिँ पीडित व्यक्तित्वहरूलाई सहयोग हस्तान्तरण गर्नुभएको थियो। गोर्खाको उपल्लो क्षेत्रमा गएर हाम्रा विद्यार्थीहरूले किताबमा पुस्तकालय नभएको चाहिँ स्कुलमा, विद्यालयमा पुस्तकालयका लागि किताबहरू सहयोग गर्नुभएको छ। हाम्रा विद्यार्थीहरूले थुप्रै व्यक्तिहरू जो विभिन्न कठिनाइका कारण आफ्नो पेसा, व्यवसाय अथवा चाहिँ आफूसँग सम्बन्धित रहेका मुद्दाहरूमा वकिल हायर गर्न सक्नुहुन्न अथवा वकिल प्राप्त गर्न सक्ने कुरामा केही चाहिँ सुविधा अथवा असहजता छ, उहाँहरूलाई फ्रिली कानुनी सहयोग गर्नुभएको छ। भनेपछि समाजका गतिविधिहरूसँग ट्यान्डेम डेभलप गर्नका लागि, उहाँहरूलाई एकीकृत गराउनका लागि हामीले थुप्रै कुराहरूमा उहाँहरूलाई अभ्यस्त राख्न प्रयास गरि नै रहेका छौँ। त्यस्तै हाम्रो विद्यार्थीहरू विभिन्न खालका मुडकोडहरूमा पार्टिसिपेट गर्नुहुन्छ, जसले उहाँहरूको त्यो तार्किक क्षमता अभिवृद्धि गर्ने, अध्ययन गर्ने कुरालाई चाहिँ अझै जोड बल दिन्छ। र अर्को हजुरले जोड्न खोज्नुभएको हाम्रा चाहिँ
यहाँका दीक्षितहरू एकदमै अबल ठाउँमा अथवा मर्यादित ठाउँमा सम्मानित ठाउँसम्म हुनुहुन्छ भन्ने जुन कुरा गर्नुभएको थियो, हाम्रा चाहिँ असङ्ख्य निकै ठुलो सङ्ख्यामा हाम्रा चाहिँ दीक्षित विद्यार्थी साथीहरू नवोदित सेवा प्रवेशीदेखि लिएर विभिन्न क्षेत्रमा भर्खरै सेवामा प्रवेश गर्नुभएको, त्यो पनि मेरिटोरियस ऱ्याङ्कसहित सम्बन्धित क्षेत्रहरूले लिने प्रतिस्पर्धात्मक परीक्षामा प्रथम द्वितीय स्थान हासिल गर्दै लोकसेवा, नेपाली सेना लगायत मानव अधिकार आयोग लगायतका विभिन्न रोजगारीका पेसागत क्षेत्रहरूमा त्यहाँ आफूलाई स्थापित गर्न, त्यहाँ चाहिँ आफूलाई समावेश गराउन सफल हुनुभएको अहिले पनि ठुलो सङ्ख्या छ नवोदितहरूकामा। र पेसागत हिसाबले उच्च ओहदासम्म पुग्नु भएको हिसाबले हेर्ने हो भने अब अहिलेको मन्त्री परिषदमा हाम्रा 2 जना दीक्षित विद्यार्थी साथीहरू चाहिँ माननीय मन्त्रीको रूपमा हुनुहुन्छ। संसदभित्र राम्रो सङ्ख्यामा चाहिँ सांसदहरूको सङ्ख्या उपस्थिति त्यहाँ छ। सर्वोच्च अदालतमा न्यायाधीशसम्म भइसक्नु भएका, नेपाल सरकारको प्रमुख सचिव मुख्य सचिवसम्म हुनुभएकादेखि लिएर गएर दर्जनौँभन्दा बढीको सङ्ख्यामा विभिन्न अदालतहरूमा न्यायाधीशको रूपमा अहिले पनि कार्यरत रहनुभएको, विभिन्न सेवाका प्रथम स्तरीय अथवा राजपत्राङ्कित प्रथम तहका चाहिँ प्रथम श्रेणीका अधिकृतहरूको र द्वितीय श्रेणीका अधिकृतहरूको हैसियतले काम गरिरहनुभएका दीक्षितहरूको सङ्ख्या पनि ठुलो छ। र किन उहाँहरूले त्यो खालको एउटा जबरजस्त र अरूका लागि लोभलाग्दो सफलता प्राप्त गर्न सक्नुभयो होला भन्दा हामीले जुन अभ्यास गराउँछौँ, जुन खालको सिप कौशलता दक्षता दिने चाहिँ प्रयास हामीले गरिरहेछौँ, त्यसले परिणाम प्राप्त गरेको छ, गराएको छ भन्ने कुराको रूपमा यसलाई एउटा नजिरको रूपमा अथवा प्रमाणको रूपमा पनि हेर्न सक्ने सम्भावना छ। न्यायपालिका त भइहाल्यो, व्यवस्थापिका सँगै कार्यपालिकामा समेत केएसएलका उत्पादनहरू पुग्न अब बाँकी रहेछ। राज्यका हरेक निकायका अथवा राज्यका 3टै अङ्गका उपल्लो तहसम्म हाम्रा दीक्षित विद्यार्थी साथीहरूको उपस्थिति अलरेडी त्यहाँ चाहिँ उहाँहरूको उपस्थिति भइसकेको स्थिति छ। अब कानुनसँग त राजनीति शास्त्र निकै निकटको सम्बन्ध राख्छ हैन? यसको अध्ययन अनुसन्धान चाहिँ हामी कसरी गर्छौँ? यस्तो हुन्छ, अब कानुनसँग राजनीतिको सम्बन्ध निकै निकट छ भन्दा पनि प्रथम सम्बन्ध नै कानुनसँग छ भन्ने हो। मैले विद्यार्थीहरूलाई के भन्ने गरेको छु भने देशमा राजनीति परिवर्तन भयो भन्ने कुराको सबभन्दा पहिलो लक्षण र पहिलो इन्डिकेटर कहाँ हुन्छ? जस्तै देशमा राजनीतिक परिवर्तन भयो भने तपाईँ हाम्रो हाइट आफैमा स्वतः बढ्छ, बढ्दैन? तपाईँ हाम्रो मोटाइ बढ्छ अथवा घट्छ, बढ्दैन? तपाईँ हाम्रो घरको साइज बढ्छ, घट्छ, बढ्दैन? तर राजनीतिक परिवर्तन भयो भन्ने बित्तिकै पहिलो चेन्ज कानुनमा चाहिँ भइहाल्छ। केही न केही कानुन चेन्ज हुन्छ कि सबैभन्दा पहिलोचोटि नै त्यसको चाहिँ परावर्तन कानुनमा हुन्छ। त्यसो भएको हुनाले यो प्रथम परिवर्तन सम्बन्ध राख्ने चाहिँ कानुन र राजनीति हो होला। त्यो कानुन परिवर्तन भएपछि अन्य थुप्रै कुराहरूमा परिवर्तन हुने अपेक्षा होला। तर राजनीतिमा कुनै परिवर्तन भयो भने त्यसको पहिलो प्रयास र पहिलो चाहिँ त्यो सुरुवाती बिन्दु कानुनको परिवर्तनबाट हुन्छ। भनेपछि कानुन र राजनीति सम्बन्ध राख्ने, प्रथम सम्बन्ध राख्ने दुईटा सामाजिक चाहिँ यो विज्ञानका फरक परस्पर विधाहरू हुन्। अब हामी कहाँ यहाँ कानुन राजनीति शास्त्र पढाउँदाखेरि अवलम्बन गर्ने अवधारणाहरू भनेका चाहिँ सामान्यतया सकेसम्म विद्यार्थीको सहभागितालाई बढी ध्यान दिने। र मैले चाहिँ व्यक्तिगत हिसाबले म के मान्छु भने मान्छे पढाएर चाहिँ सुध्रदैन, मान्छे पढेर मात्रै सुध्रन्छ। भनेपछि उहाँहरूलाई चाहिँ धेरै सहभागी कसरी गराउने, के अभ्यास अवलम्बन गरियो भने स्व-अध्ययन स्व-सहभागिता, उहाँहरूको स्व-अध्ययन र स्व-सहभागितालाई कसरी बढाउने। जस्तै एकजना विद्यार्थीले 1 वर्ष पढ्दाखेरि कम्तीमा उहाँले 3-4 चोटि कक्षामा प्रस्तुति गर्ने मौका पाउनु पर्यो। हरेक विद्यार्थी राजनीतिसँग अथवा राजनीतिक गतिविधिसँग नियमित हिसाबले ज्ञात रहनका लागि उहाँलाई कक्षा सुरु हुनुभन्दा पहिले ल आज चाहिँ हजुरहरूले समाचारमा के सुन्नु भएको छ, एउटा समाचार भन्नुहोस् त, उहाँहरूसँग साधारण सर्वे गर्न सकियो। भइरहेका घटनाक्रमहरूमाथि हजुरको चाहिँ विचार विवेचना धारणा के छ, उहाँहरूलाई त्यसमा तर्कसङ्गत हिसाबले आफ्ना अभिव्यक्तिहरू राख्न लगाउन सकियो। कहिलेकाहीँ शिक्षक उपस्थित नभइकन तपाईँहरू आफू मात्रै मिलेर राम्रो वक्तव्य अथवा चाहिँ वाद विवाद जस्तो हिसाबले फरक दुईटा पक्षमा रहेर आफ्ना विचारहरू विचरण गर्न आउनुहोस् त, त्यो गर्न सकियो। केही सत्रहरूमा हामीले जसरी संसदमा कानुनको चाहिँ निर्माणको प्रक्रिया हुन्छ त्यसैलाई अवलम्बन गरेर रोल नै दिएर
सभामुख उपसभामुख बनाएर विपक्षी दलको नेता सत्तापक्षीय सांसदहरू बनाएर कहाँ मस्यौदा ड्राफ्ट गरेर मस्यौदामाथि छलफल गराएर कानुनको नयाँ ड्राफ्ट के हुनसक्छ त्यो चाहिँ रोल प्ले मेथड नै अवलम्बन गरेर उहाँहरूले अन्तिममा विधेयकको प्रति निर्माण गर्नुपर्ने गरी पनि काम गराएका छौँ। लगायत विभिन्न क्षेत्रमा विद्यार्थीहरूले त्योसँग सम्बन्धित हिसाबले सभा सेमिनार गोष्ठीहरू छलफलका कार्यक्रमहरू पनि आयोजना गर्न हामी उहाँहरूलाई सहजीकरण गरिरहेछौँ। यसैपालि मात्रै निर्वाचन आयोगका पूर्व प्रमुखको उपस्थितिमा निर्वाचन कानुन सम्बन्धी एउटा चाहिँ बृहत छलफल यहाँ आयोजना भएको थियो। लगायत विभिन्न खालका अवधारणाहरू अब कतिपय चाहिँ भिडियो लर्निङ मेकानिजमका चाहिँ अभ्यासहरूलाई पनि हामीले सँगसँगै लैजाने गरेका छौँ र यो हिसाबले कसरी उहाँहरूको सहभागिता बढी गराउने र शिक्षण सिकाइ क्रियाकलापलाई कसरी दोहोरो बनाउने, न कि विद्यार्थीहरू त्यहाँ शिक्षक अथवा प्राध्यापकले भन्नुभएका कुराको एकदम निष्क्रिय उपभोक्ता मात्रै नभइकन उहाँहरूले पनि जीवन्त हिसाबले सहभागी बन्न सक्नुहोस् भन्ने कुरालाई हामीले बढी जोड दिने हो। अब ठ्याक्कै यो मात्रै परिधि हुन्छ भन्ने कुरा नहुनसक्छ, कहिलेकाहीँ अरू नयाँ खालका गतिविधिहरू त्यहाँभित्र उति नै खेर अन्तिम मिनटमा डेभलप हुने विकसित हुने सम्भावना पनि रहन्छन्। तर मुख्य हिसाबले भन्दा हामीले विद्यार्थीलाई सहभागितामूलक अवधारणा बढी उहाँहरूको सहभागिता एकदमै धेरै हुने हिसाबले सक्रिय र एकदम चाहिँ सृजनात्मक सहभागिता हुने हिसाबले शिक्षण सिकाइ क्रियाकलापलाई अगाडि बढाउँछौँ। अब हाम्रो समाजमा राजनीति भन्ने बित्तिकै अलिकति फरक दृष्टिकोण पनि छ। यो राज्यको नीति हुँदाहुँदै पनि कतिपय गतिविधिका कारण यो अलिकति काम नलाग्ने या फोहोरी खेल भनेरै भनेको पनि पाइन्छ। तर अहिले पछिल्लो समय चाहिँ नयाँ पुस्ताको समेत धेरै नै चासो त्यसमा देखिएको छ। अघि यहाँले भन्नुभयो नि राजनीतिक सहभागिता भन्ने शब्द, यो हामीले अथवा समाजले बुझ्ने गरेको राजनीति र राजनीतिक सहभागिता बीच कतिको तात्विक भिन्नता छ र त्यसमा विद्यार्थीहरूले के बुझ्छन्, के ग्रहण गर्न सक्छन्, भोलि राजनीतिलाई उनीहरूले कसरी लिन सक्छन्? होइन, यस्तो हुन्छ जस्तै विद्यार्थीहरूले राजनीतिलाई दुईवटा फरक खालको दृष्टिकोणबाट हेर्नुपर्छ। राजनीति अभ्यास गर्ने हो अथवा राजनीति बुझ्ने हो। राजनीति अभ्यास गर्नुपर्ने कुरा सबैका लागि बाध्यकारी छैन। राजनीति अभ्यास नगर्न पाइन्छ। राजनीतिक अभ्यास नगरे बापत न त राज्यले अथवा सरकारले तपाईँ हामीलाई त्यो गलत कार्य गरेको भनेर ठहर्न सक्छ, न राजनीतिक अभ्यास नगरेकै कारण कुनै तात्विक नकारात्मक प्रतिक्रिया अथवा असरहरू हुने सम्भावना हुन्छ, त्यो हुँदैन। तर राजनीति नबुझ्ने छुट चाहिँ हामीलाई छैन। सो राजनीति नगर्न पाइयो, अभ्यास नगर्न पाइयो, तर राजनीति राजनीति नबुझ्ने छुट चाहिँ हामीलाई छैन। किनभने हामी स्वभावैले पनि राजनीतिक हिसाबले प्रभावित प्राणी हौँ। एरिस्टोटलले कुनै एउटा किताबमा उहाँले भन्नुभएको छ, एभ्री ह्युमन इज बाई नेचर पोलिटिकल एनिमल। र तपाईँ हाम्रो जीवनमा जति घटना परिघटना जिन्दगीमा जे कुराहरू हुन्छन् त्यो सबैका पछाडि जानेर नजानेर हामीले त्यसलाई चाहिँ सर्वेक्षण गर्न अथवा चाहिँ विश्लेषण गर्न नसके पनि त्यहाँ राजनीतिको कहीँ न कहीँ भूमिका हुन्छ। जस्तै मैले विद्यार्थीहरूलाई सोध्छु, तपाईँको जन्म हुनमा देशको राजनीतिको कुनै भूमिका छ कि छैन? यु हेभ ह्याड बर्थ बिकज अफ पोलिटिकल सिस्टम अफ कन्ट्री। अनि त्यस्तो त छैन होला सर। अनि मैले भन्छु, डिड यु एभर थिङ्क प्रोभाब्ली योर प्यारेन्ट्स मेट इन्टु पोलिटिकल क्याम्पेन समवेयर एल्स फर्स्ट टाइम, त्यहाँ भेटेर अनि चिनजान भएको अनि विवाह प्रक्रिया अगाडि बढेको होइन? कसैको संयोगवश त्यस्तो पनि होला, तर कसै धेरैको छैन। अनि मैले अन्तिममा उहाँहरूलाई के भन्छु भने, तपाईँ यसरी विचार गर्नुहोस् त, तपाईँहरू हात उठाउनुहोस् त, कतिजना तपाईँहरू चाहिँ सिङ्गल चाइल्ड अफ फ्यामिली हो? थोरैको हात उठ्छ। किनभने अहिलेसम्म लगभग फ्यामिलीका 2-3 बच्चाबच्चीहरू छन्, थोरैको हात उठ्छ। र बाँकी रहेकालाई म के भन्छु भने, देशको राजनीतिका कारण तपाईँहरूको जन्म भयो भने। अझ म यो पनि सोच्छु, तपाईँहरू कतिजना फर्स्ट चाइल्ड अफ द फ्यामिली हो? अझ थोरैको उठ्छ। अनि जो फर्स्ट चाइल्ड होइन, तपाईँहरू राजनीतिका कारण जन्मिनु भयो। तपाईँ हाम्रा प्यारेन्ट्स चीनमा हुनुहुन्थ्यो भने तपाईँहरूको जन्म हुन्थेन, किनभने चीनमा 40 वर्षदेखि सिङ्गल चाइल्ड पोलिसी छ। अहिले भर्खर डबल चाइल्ड पोलिसीमा जान चीनले चाहिँ केही प्रयास गरिरहेछ। भनेपछि जन्मेदेखि मृत्यु पर्यन्तसम्म हाम्रा जति गतिविधिहरू आउँछन् ती सबैका पछाडि राजनीतिको कहीँ न कहीँ भूमिका त छ। यत्रो अवधि हाम्रा चाहिँ युवा साथीहरू विदेशिनु परेको छ, कहीँ न कहीँ राजनीतिको संलग्नता होला।
यत्रो अवधि व्यक्तिहरू निजी सामुदायिक खालका चाहिँ शिक्षण संस्थामा पढ्न आउनु परेको छ। देशको सरकारी शिक्षाको संयन्त्र एकदम अब्बल भएको भए तपाईँ हामी यहाँ आउनु पर्थेन होला। भनेपछि राजनीति सम्बन्ध नभएको कुनै पनि क्षण हाम्रो जीवनमा छैन। तर खाली अवस्था के हो भने हामी सधैँभरि एकदम कन्सियसली त्यसलाई एनालिसिस गर्न सक्छौँ भन्ने होइन। यो सास फेरे जस्तै हो। हामी श्वास प्रश्वास प्रणाली छ, हामीले एकदम चाहेर श्वास प्रश्वास प्रणाली अवलम्बन गर्ने अनि चाहँदा चाहँदा सास फेर्ने, नचाहँदा रोक्ने त छैन सम्भावना। अनि एकदम कन्सियस भएर मैले सास फेरिरहेको रहेछु है, मरेको रहेनछु भनेर कन्सियस भइराख्नु पनि पर्छ। राजनीतिको हामीप्रतिको प्रभाव र हामीप्रति राजनीतिबाट चाहिँ हुने जुन खालको प्रभाव छ यो यस्तै खालको कन्सियस वी क्यान नट टु रेस्पिरेट भने जस्तो, हामी सास नफेर्न सक्दैनौँ भने जस्तो राजनीतिबाट प्रभावित नहुन सक्दैनौँ, त्यो क्षमता हामी राख्दैनौँ। भनेपछि त्यो राजनीतिलाई बुझ्नु चाहिँ सबैले पर्छ। त्यो भएर राजनीति अभ्यास नगर्ने छुट छ, राजनीति नबुझ्ने छुट छैन। त्यो भएर उहाँहरूलाई राजनीतिक परिस्थिति, राजनीतिक अभ्यास, त्यसका सिद्धान्त, त्यसको अपेक्षित गति, राजनीति परिस्थितिमा आएका केही अनपेक्षित गतिविधिहरू अनि एक्सपेक्टेसन र रियालिटीमा कहाँनिर चाहिँ ग्याप भयो, भिन्नता आए, यी खालका केही महत्त्वपूर्ण कुराहरूमा ज्ञान दिनु चाहिँ आवश्यक हुन्छ। त्यो उहाँहरूको लेन्स उजागर गर्नुपर्छ। त्यो भएर राजनीतिशास्त्र पढाउनु पर्ने भए चाहिँ त्यो एउटा अनिवार्य शर्त हो। उहाँहरूले त्यसलाई त्यसै गरी बुझ्नु भएको छ र उहाँले त्यसलाई खुसी साथ ग्रहण पनि गर्नुभएको छ। जस्तो राजनीतिक चेत हुनु र राजनीतिक अभ्यास हुनु फरक प्रसङ्ग यहाँले भन्नुभयो। अब हामी कहाँ विद्यार्थी राजनीतिको पनि धेरै प्रसङ्ग छ। केएसएलमा विद्यार्थीहरू प्रत्यक्ष राजनीति अभ्यास गर्दैनन्, तर यहाँले अहिले यति लामो व्याख्या गरिसक्नुभयो राजनीतिलाई कुन तहसम्म गएर बुझ्छन्, बुझाइन्छ या बुझ्नुपर्छ भन्ने सन्दर्भ। यो अलग अलग पाटो हो। यस्तो हो, राजनीतिक अभ्यास गर्ने कुरा सबैको चाहिँ सोच, सबैको आशयको कुरा नहुन सक्छ, हुन हुँदैन। अब जहाँसम्म विद्यार्थी राजनीतिको कुरा छ, विद्यार्थी राजनीतिलाई चाहिँ हामीले गलत तरिकाले प्रयोग गऱ्यौँ। विभिन्न विश्वविद्यालयहरूमा जतिखेर विद्यार्थी राजनीति एकदम उच्च हिसाबले अभ्यास भइरहेको अथवा त्यसको चाहिँ फरक फरक प्रक्षेपणहरू आइरहेका व्यवस्थाहरू देखिरहेका अवस्था थियो, त्यो चाहिँ विद्यार्थीको गतिविधि, शैक्षणिक क्रियाकलाप, नियमित शैक्षिक गतिविधि, विद्यार्थीमा हुनुपर्ने प्राज्ञिक सफलता, त्यसको अब्बलतासँग सरोकार नराखिकन विद्यार्थी राजनीतिका नाउँमा हुने गतिविधिहरू चाहिँ राजनीतिक पार्टीका प्रयोगशाला जस्तो र पछि गएर राजनीतिक नेता नेतृत्व निर्माण गर्ने एउटा चाहिँ कारखाना जस्तो हिसाबले प्रयोग भएका कारण त्यसले अपेक्षित खालको गतिविधि अथवा अपेक्षित खालको नतिजा दिन नसक्या हो। त्यही भएर काठमाडौँ स्कुल अफ लले धेरै वर्ष पहिले, स्थापनाकै कालदेखि लगभग 26औं वर्ष पहिले नै सक्रिय राजनीति गर्ने खालको विद्यार्थी सङ्गठनलाई चाहिँ स्वीकार नगर्ने नीति अवलम्बन गरेको। तर यसको मतलब यहाँ राजनीतिक गतिविधिमाथि छलफल नहुने होइन, प्रशस्त छलफल हुन्छ। हरेक गतिविधिहरूमा राजनीतिक शास्त्रीय दृष्टिकोणबाट यहाँ विचार विमर्श परामर्श भइरहेको हुन्छ। अस्ति भर्खर निर्वाचन कानुन सम्बन्धी गतिविधिहरू के छ अथवा त्यहाँ कस्ता खालका संशोधनहरू आवश्यक छन् भन्ने हिसाबले व्यापक छलफल भयो। पछि प्राज्ञिक खालको छलफल, त्यसलाई बुझ्ने खालको हरेक छलफल हामी कहाँ हुन्छ। तर अन्य विश्वविद्यालयहरूमा कहिलेकाहीँ देखिएको जस्तो ताला लगाउने, अध्ययन अध्यापन बन्द गर्ने, शिक्षक विद्यार्थीको चाहिँ मानमर्दन गर्ने, हुलहुल गर्ने, हुर्मत लिने, कालो मसो दल्ने, नारा लेख्ने खालको राजनीतिक गतिविधिलाई चाहिँ हामी प्रश्रय गर्दैनौँ। त्यो हामीलाई स्वीकार्य छैन र त्यो राजनीतिको विद्यार्थी राजनीतिको मुख्य आचरण त्यो होइन। विद्यार्थी राजनीतिको मुख्य आचरण भनेको विद्यार्थीसँग सम्बन्धित समस्यालाई उजागर गर्ने र त्यसलाई समाधान गर्न प्राज्ञिक प्रयत्नहरू खोज्ने हो। त्यो भएकाले हामीले बुझेको विद्यार्थी राजनीति चाहिँ हुनुपर्ने विद्यार्थी राजनीति अथवा हामीले देखिराखेको विद्यार्थी राजनीति हुनुपर्ने विद्यार्थी राजनीतिभन्दा धेरै पर हामी यो नदीका दुई किनारा जस्तै भएको छ। भनेपछि विद्यार्थी जुन हिसाबको विद्यार्थी राजनीतिको अभ्यास अगाडि बढ्यो, यसले चाहिँ समाजलाई, देशलाई अथवा कुनै दृष्टिकोणबाट पनि फाइदा गर्दैन भन्ने हिसाबले जसरी केएसएलले आफ्नो स्थापना कालदेखि नै त्यो अवधारणा ल्यायो, अब अहिले त सिङ्गो राज्यले, देशले, समाजले नै त्यो अवधारणा अगाडि बढाइसकेको अवस्था छ। भनेपछि
केसेलका पाइलाहरू अलिकति अगाडि नै रहेछन् विगतदेखि नै त्यो भन्न सकिन्छ। यसो भनौँ, अब कुनै पनि विद्यार्थी राजनीतिले समाजको कुनै पनि पक्षलाई सहयोग गर्दैन भनियो भने अब अहिले त त्यो परिस्थिति नहोला, तर ठ्याक्क अहिलेको सरकारभन्दा अघिल्लो सरकारसम्म देशको राजनीतिक माहौलमा रहनुभएका हरेक पार्टी र हरेक प्रमुख नेताहरू सायद विद्यार्थी राजनीतिलाई नै प्रयोग गरेर त्यहाँसम्म आउनु भएको थियो भनेपछि अब उहाँहरूले त्यसलाई त्यति सहज तरिकाले चाहिँ स्वीकार्न नसक्नु होला र उहाँहरूलाई स्वीकार्न अप्ठ्यारो पर्ने गरी हामीले धारणा पनि नबनाउँ होला जस्तो मलाई लाग्छ। जुन किसिमका गतिविधि थिए त्यो दृष्टिकोण, तर हजुरले भन्नुभएको यो एउटा ध्रुवसत्य कुरा के हो भने त्यो खालको गतिविधिले विद्यार्थीले आफ्नो प्राज्ञिक र पेसागत अभिवृद्धिका लागि गर्नुपर्ने जुन खालको परिणाम निकाल्नु पर्थ्यो त्यो चाहिँ गर्दैन थियो। अरू कसैलाई सहयोग गर्थ्यो होला अन्य पाटामा, तर विद्यार्थी स्वयंले र उहाँको जीवनमा जे आवश्यक छ नितान्त उहाँको लागि त्यसमा चाहिँ कुनै पनि सहयोग गर्दैन थियो। त्यो भएर विद्यार्थीलाई त्यो खालको राजनीतिक गतिविधिमा संलग्न गराउनु विद्यार्थीकै लागि घातक हुन्छ। जस्तै अहिले तपाईँ हेर्नुहुन्छ सरकारी क्याम्पसहरूमा विद्यार्थीको रुचि त्यति ठुलो सङ्ख्यामा नहुनुका पछाडिको एउटा कारण त्यहाँ उपस्थित भएको विद्यार्थी राजनीतिको फरक अथवा चाहिँ अस्वीकार्य खालको चरित्र जसले उहाँहरूको नियमित अध्ययन अध्यापनदेखि प्राज्ञिक सबलता अबलताका कुराहरूमा खासै सरोकार नराखी राजनीतिक खालका चर्चा परिचर्चा गर्ने, नेता उत्पादन गर्ने, विशुद्ध पार्टीका प्रयोगशाला हुने खालको अभ्यास लागेका कारण त्यहाँ विद्यार्थीहरूको आकर्षण घट्यो भनेपछि हामीले जे अवलम्बन गरिरहेको थियौँ त्यो कुरा अहिले सरकारले पनि मनन गरेको र सरकारले विद्यार्थी राजनीति चाहिँ नियन्त्रण अथवा त्यसलाई चाहिँ नियमन गर्ने र विद्यार्थी सङ्गठनका रूपमा विद्यार्थी हकितको लागि कुरा गर्ने खालको राजनीतिक छाया छत्रछाया नभएको काउन्सिल हुनुपर्छ भनेर जुन अहिले अभ्यास गर्न खोज्यो, हामी कहाँ पनि त्यो खालको विद्यार्थी कग्निसन क्लब भनेर, मुडकोड कमिटी भनेर, यस आरो रिसर्च कमिटी भनेर विद्यार्थीहरूको विभिन्न खालका चाहिँ सहभागिता र संलग्नताहरूलाई हामीले पहिलेदेखि नै प्रशस्त चाहिँ सहयोग गरेको, सहजीकरण गरेको र अभ्यास गरेको अवस्था छ। तर हामी पार्टीका भातृ सङ्गठनका रूपमा विद्यार्थी राजनीति रुचाउँदैनौँ। त्यो चाहिँ कुनै कसैको लागि फाइदाजनक पनि थिएन र केएसएलले जे कुरा मान्दै आएको थियो त्यो कुरा अहिले देशको चाहिँ प्रधानमन्त्रीले शिक्षा मन्त्रीले समेत स्वीकार गरेको अथवा त्यो कुरामा उहाँहरू पनि समान मान्यता राखेको हामीले उहाँहरूलाई बुझायौँ, हाम्रो कारणले उहाँहरूले त्यो सिक्नुभयो भन्दैनौँ, तर मान्यता समान भएको देखियो र आशा गरौँ यसले चाहिँ विद्यार्थीहरूको प्राज्ञिक पक्षलाई अबलतालाई प्राज्ञिक अभिवृद्धिलाई राम्रै सहयोग गर्छ जस्तो लाग्छ। अब अन्त्यमा समग्रमा यसैको सारांशको रूपमा चाहिँ बुँदागत रूपमा भनिदिनुहोस् न, राजनीतिलाई बुझ्ने हिसाबले, कानुनलाई बुझ्ने हिसाबले र त्यसको आलोकमा सिङ्गो समाज र मानवीय पक्षलाई बुझ्ने हिसाबले केसेलको छनौट पर्नुपर्ने केही कारणहरू बुँदागत रूपमा यसरी हेरौँ। कुनै पनि शैक्षिक संस्थालाई विद्यार्थीहरूले आफ्नो आकर्षणको प्रमुख रोजाइ बनाउनु पर्ने केही तात्विक चाहिँ त्यसका फ्याक्टरहरू हुन्छन्। त्योमध्ये हामीले केएसएललाई अब्बल शैक्षिक संस्थाको रूपमा प्रस्तुत गरिरहँदा सबै विद्यार्थीहरूले, हाम्रा दीक्षितहरूले, आगामी इच्छुक विद्यार्थीहरूले समेत हेर्नुपर्ने कुरा के हो भने गुणस्तरका हिसाबले हामी अब्बल छौँ। नम्बर 1, विश्वविद्यालय अनुदान आयोग जसले गुणस्तरमा चाहिँ गुणस्तर सुनिश्चितता प्रत्यायन प्रदान गरेको नेपालको एउटा मात्रै QA सर्टिफाइड ल कलेज जसले हामी अन्तर्राष्ट्रिय स्तरको चाहिँ शिक्षा प्रवर्धन र गुणस्तर प्रवर्धन गरिरहेछौँ भन्ने कुराको मान्यता राख्छ। त्यस्तै विभिन्न समयमा भएका स्वतन्त्र सर्वेक्षण निकायहरू, निका लगायतको टिमले नेपालमा चाहिँ कानुन पढाइ हुने उच्च शैक्षिक संस्थामध्ये सबैभन्दा अब्बल भनेर 2-3 वर्ष पहिले नै सर्वेक्षणमा राखेको छ। हामी अन्तर्राष्ट्रिय राष्ट्रिय सर्वेक्षण नियामक निकायहरूको सर्वेक्षणमा गुणस्तरमा अब्बल छौँ। नम्बर 1। नम्बर 2, हाम्रा उत्पादनहरू दीक्षित विद्यार्थीहरू जसरी बजारमा रोजगारीको क्षेत्रमा सशक्त अब्बलता अल्मुनाई स्टेटस जुन छ त्यसले हेर्दा पनि हाम्रो चाहिँ उत्पादन, हामीबाट दीक्षित हुनुभएका विद्यार्थीहरू समाज, रोजगारी, पेसा, व्यवसाय लगायतका क्षेत्रहरूमा राम्रो हिसाबले स्थापित हुनुभएको अल्मुनाई स्टेटसका कारण पनि, प्रोफाइलका कारण पनि विद्यार्थीहरूले हामी चाहिँ आफ्नो केएसएललाई पहिलो रोजाइमा राख्नु उहाँहरूको लागि एउटा ऱ्यासनल र बौद्धिक छनौट हुन्छ। नम्बर 3, विश्वविद्यालयबाट लिने परीक्षामा हाम्रो जुन उत्तीर्ण प्रतिशत छ लगभग 90% भन्दा बढीको चाहिँ हाराहारीमा विद्यार्थी साथीहरूले सफलता प्राप्त गर्नुभएको छ।
र नम्बर 4 यहाँभित्र अध्ययन अध्यापन शिक्षण सिकाइ क्रियाकलापमा अवलम्बन हुने जुन पद्धतिहरू छन् होला लब्धाङ्क पत्रमा नै सबैले बराबरी समान खालको सफलता कहिलेकाहीँ प्राप्त नगर्नु होला तर व्यावहारिक जीवनलाई पनि प्रत्याभूत गर्ने हिसाबले जुन खालको शिक्षण सिकाइ हुन्छ त्यो सिकाइ चाहिँ सायद अन्यतिर त्यो खालको सिकाइको अनुभूति र अनुभव उहाँहरूलाई त्यो स्केलमा त्यो तहमा हुन्छ भन्ने कुरा म त्यति सहजै चाहिँ अथवा त्यस्तो हुनसक्छ भन्ने मलाई लाग्दैन र त्यो एउटा अद्वितीय अनुभवका लागि पनि उहाँहरूले काठमाडौँ स्कुल अफ ललाई छनौट गर्नु राम्रो हुन्छ र यसरी हेर्दा गुणस्तरमा हामी अब्बल छौँ बजारमा हरेक चाहिँ शैक्षिक निकायहरूमा रोजगारीका क्षेत्रमा हाम्रो उपस्थिति चाहिँ बलियो छ एकदम गर्विलो छ यहाँभित्र जुन खालको चाहिँ अध्ययन अध्यापन विधि अवलम्बन गरिन्छ त्यो अरूभन्दा ज्यादै पृथक छ र विश्वविद्यालयको नतिजामा समेत हामी अब्बल छौँ त्यो बाहेक अरू हेर्ने हो भने त अब हामी भौतिक संरचनाका हिसाबले चाहिँ ज्यादै सम्पन्न खालको छौँ यहाँको लाइब्रेरी म्यानेजमेन्ट यहाँका चाहिँ प्राज्ञिक व्यक्तित्वहरूको गुणस्तर उहाँहरूको चाहिँ प्राज्ञिक प्रोफाइल लगायतका हिसाबले एउटा विद्यार्थीले कुनै पनि कलेज छान्दा यो कुरा चाहिँ मेरो खोजी हुनुपर्छ भनेर 1 देखि 50-100 सम्म लिस्ट गर्नुहुन्छ भने त्यो 1 देखि 50 सम्म उहाँले लिस्ट गर्नुपर्ने सबै कुरामा केएसएल एकै नम्बरमा छ भन्ने 100%। हस् यहाँलाई धेरै धन्यवाद। हजुरलाई पनि धेरै धेरै धन्यवाद यो सानो सन्देश लगायत केही विचरण गर्न विचार विमर्शमा सहभागी हुन चाहिँ समय दिनुभएकोमा र आफ्ना कुरा राख्ने यो मौका प्राप्त भएकोमा यहाँहरू लगायत मलाई सुन्ने सबै श्रोतागण दर्शकवृन्दमा हार्दिक नमस्कार। आभार।